श्रम संस्कृति पार्टी कस्तो पार्टी भनेर कतिले बुझ्नु भएको छैन, भ्रममा हुनुहुन्छ। यदि भ्रममा हुनुहुन्छ भने उहाँका भनाइहरू सुनौ है, छर्लङ्गै बुझिन्छ। श्रम संस्कृति पार्टी कुनै पनि जातीय कुरामा अड्किएर बस्ने पार्टी होइन। श्रम संस्कृति पार्टीले सबै जाति, सबै भाषी, सबै धर्मलाई एक समान रूपले हेर्छ र खास गरी आजको कार्यक्रममा तपाईले देख्नु भएको छ, मैले यो फेटा लगाएको छु। खास गरी यो फेटाको राई समुदायमा निकै ठुलो महत्त्व छ। तर आज मैले एउटा बाहुनको छोरा भएर पनि यो फेटा लगाएको छु। किनका लागि भन्दा अब तपाईँ हामी जस्ता आम नेपाली नागरिकहरू जो श्रम संस्कृति पार्टीमा आबद्ध भएका छौँ, तपाईँ सबैजना अब कुनै पनि पार्टीय जातीय चिन्तनभन्दा माथि उठ्नुपर्छ, धार्मिक चिन्तनभन्दा माथि उठ्नुपर्छ। तपाईँ हामी सबैजनाले अब यो देशका आम नागरिकहरू सबै समान हुन्। यो देशका कुनै पनि नागरिकले कुनै पनि प्रकारको विभेद र कुनै पनि प्रकारका त्यस्ता असमान कुराहरूलाई हामी स्वीकार गर्न सक्दैनौँ। त्यसो भएको हुँदाखेरि हामीले भनेका छौँ, श्रम संस्कृति पार्टीमा आबद्ध सबै साथीहरू हामी सबै नेपाली नागरिक हौँ। हामी सबैले अब यो जातीय, धार्मिक, सांस्कृतिक भन्दा पनि माथि उठेर यो देशको स्वाभिमानका लागि, मानवताका लागि काम गर्नुपर्छ। सत्यका पक्षमा बोल्न सक्नुपर्छ, सत्यका पक्षमा उभिन सक्नुपर्छ भनेर हामीले यो श्रम संस्कृति पार्टीको त्यो कार्यक्रम अगाडि सारेका छौँ। तपाईँ हामी सबैलाई थाहा छ, हाम्रो श्रम संस्कृति पार्टीका मुख्य कुराहरूमध्ये एउटा श्रमदानको कुरा एउटा छँदैछ। अर्को एउटा मुख्य कुरा भनेको सत्य बोल्न सक्ने मानिस निर्माण गर्नु हो, सत्यका पक्षमा उभिन सक्ने समाज निर्माण गर्नु हो। त्यसो भएको हुँदाखेरि श्रम संस्कृति पार्टीदेखिको जुन सोच छ, जुन आफूले बनाएको उद्देश्य छ, त्यो तब मात्र सम्भव हुन्छ जतिखेर तपाईँ हामी जस्ता आम नागरिकहरू हामी कुनै पनि सोचभन्दा, कुनै एउटा व्यक्तिगत, पारिवारिक, एउटा धार्मिक, जातीय सोचभन्दा माथि हुँदैन। जब तपाईँ हामी मानवताका लागि काम गर्छौँ, यो देशका लागि सबै नागरिकहरू समान हुन् भन्ने सोचसँग हामी काम गर्छौँ, सत्यका पक्षमा उभिन्छौँ, तब मात्र यो श्रम संस्कृति पार्टीले देखेको सपना पुरा हुन्छ। त्यसो भएको हुँदाखेरि म यहाँ उपस्थित सम्पूर्ण श्रम संस्कृति पार्टीका न्यायप्रेमी श्रमदाताज्यूहरूलाई म आह्वान गर्न चाहन्छु, तपाईँ हामीले अब एउटा यस्तो समाज बनाउनु पर्नेछ जो सत्यका पक्षमा उभिने समाज निर्माण गर्नुपर्नेछ।